यदि संघर्ष गर्ने हो भने खानाका लागि दुःख हुँदैन भन्दै उहाँ दिदीले क्या राम्रो सन्देश दिनुभयो। काम सानो ठुलो नभनिकन काम गर्ने हो भने मान्छे अवश्य सफल हुन्छ। उहाँ दिदीको थोरै यो कुरा सुनौँ है। दुःख गर्नुपर्छ, खाना लाउनको दुःख हुन्न कि। खाना लाउन दुःख 1 लिटर दुध ल्याउँछु, हेर्नु है, 8-10 वटा चिया बेच्छु, 8-10 वटा चिया बेच्ने तर सङ्घाल्छु गर्दा क्या घरको यसरी घिउ आउँछ, घिउ बेच्छु, चियाको पनि पैसा आयो र घिउको पनि पैसा आयो। जान्दाखेरि हेर्नु त ल हेर्नु, दुःख गऱ्यो भने के चिज हुँदैन। त्यही भएर साथीहरू सङ्घर्ष गर्न सिक्नुपर्छ, सङ्घर्षको मैदानमा लड्न सिक्नुपर्छ। खाना लाउनको दुःख हुन्न के, जे चिज पनि जोगाएर काम गर्नुपर्छ, जति भने नि पुग्छ। अब मान्छेले अब अहिले खाल सिद्धाम अहिले लाल सिद्धाम भन्यो भने त कहाँबाट पुग्छ र? दुःख गऱ्यो भने खाना लाउनु साथीहरू यसरी नै मान्छे दुःख गर्नु है। सबैजनाले गरौँ है, यसरी नै गर्नु होला, सबैलाई राम्रो हुन्छ, सबैलाई राम्रो हुन्छ। यो सत्य भन्नुभएको छ उहाँ दिदीले। हामीले उहाँ दिदीको यो सन्देशबाट के बुझ्न जरुरी छ भने सानो ठुलो काम भनेर उसले के भन्ला भनेर हामी काममा हातै हाल्दैनौँ। तर यदि हामीले सानो ठुलो काम नभनिकन सानै काम भए पनि हामीले सुरुवात आज गऱ्यौँ भने त्यही कामले सफलता दिलाउँछ। हामी हरेक मोबाइलमा हरेक खालका भिडियो हेरेर अथवा चाहिँ त्यत्तिकै टाइम पास गरेर घोच्रिएर बसेर मान्छेहरूसँग झगडा गरेर बस्नुभन्दा सानो होस् ठुलो होस् आजै काम थाल्नुहोस्, त्यसले सफलता मिल्नेछ भनेर हेर्नु त। यहाँनिर चाहिँ 1 लिटर दुध ल्याउनु हुँदो रहेछ, ल्याएर चिया पनि बेच्नु हुँदो रहेछ, चियाबाट पनि पैसा आयो, त्यो तर काटेर राख्नु हुँदो रहेछ र घिउ पनि यत्रो निकालिराख्नु भएको छ। 1 लिटर दिनको दुध ल्याएर यत्रो घिउ पनि चाहिँ उत्पादन गरिराख्नु भएको छ अथवा यत्रो घिउ पनि बनाइराख्नु भएको छ। यो घिउ बेचेर पनि उहाँलाई फाइदा भयो। चियाबाट पनि यदि दिमाग लाउने हो भने सानो काम नभनिकन दिमाग लाउने हो भने जहाँ पनि पैसा छ, आजै सुरुवात गरौँ। यो भिडियो सक्दो सेयर गरौँ। सबैले यस्तो एउटा सन्देशमूलक भिडियो देखेर कामको सुरुवात गरौँ। सानो ठुलो भनेर नहिचकिचाउन् र काम गर्नुपर्छ भन्ने सबैलाई महसुस होस्। यो भिडियो सेयर गर्नु होला त्यसको लागि।